हेलो साथीहरू, नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। आज चाहिँ चिसो चिसो मौसम छ साथीहरू, त्यही भएर म आएको छु ढिँडोसँग। यो चाहिँ गाउँको प्योर ढिँडो हो अनि यता छ खसीको सुपसँग मात्रै साथीहरू। मैले आज सलाद केही पनि राखेको छैन, आज सादा पुरै सादा। यो चाहिँ खसीको सुप हो साथीहरू। खसीको सुप बनाएको छु मैले चाहिँ यस्तरी बनाएको छु है साथीहरू। क्यामेरा समाउने मान्छे छैन भने अलिकति झ्याउ त झ्याउ हुन्छ साथीहरू। आफैले बनाउनु पर्छ आफैले सबै कुरा, त्यही भएर पनि अलिकति झ्याउ चाहिँ झ्याउ लाग्छ साथीहरू। के गर्नु, अब भिडियो त बनाउनु पर्यो हैन। ल साथीहरू, ढिँडो पनि सेलाइसकेको छ ढिलो नगरिकन। अब ढिँडो पनि खानुपर्छ है साथीहरू, खानुतिर लाग्नुपर्छ। आज चिसो चिसो मौसम, त्यही भएर ढिँडो उडालेर खाँदैछु। हजुरहरू पनि आउनु होला। हजुरहरूलाई मेरो घरमा ढिँडो अनि खसीको मासु खानको लागि एकदमै स्वागत छ सबैजनालाई। यो ढिँडो चाहिँ मैले एकदमै धेरै पछि खाँदैछु है साथीहरू। धेरै भइसकेको छ, मैले त्यति खासै ढिँडोहरू खाएको थिइनँ। गर्मी थियो नि त, अनि त्यही भएर खाएको थिएन। आज चाहिँ मैले ढिँडो खाना तयार गर्दैछु साथीहरू। पक्कै पनि हजुरहरू पनि मसँगै खाएर इन्जोय गर्नु होला है त हेरेर। म चाहिँ खान्छु, हजुरहरू चाहिँ हेरेर इन्जोय गर्नु होला साथीहरू। ल, लामो हुन्छ साथीहरू, फेरि भिडियो लामो हुँदा फेरि मोबाइललाई पनि भारी हुन्छ है, त्यही भएर छोटो मात्रै बनाउँदैछु। ल, अब सुरु गरौँ है त। हजुरहरू पनि आउनु होला। मैले चाहिँ आज चटनी केही बनाएको छैन है साथीहरू, यस्तरी बनाएको छु। एकदमै धेरै तातो छ है साथीहरू, तातो छ। ल, मैले स्टार्ट गरेँ है त। पानीबाट सुरु गर्छु साथीहरू। पानी चाहिँ पिउनै पर्छ, किनकि हाम्रो स्वास्थ्यको लागि पानी एकदमै राम्रो हो। सुरु गरेँ ल साथीहरू। यत्रो पुरै ढिँडो सिद्धाउने मेरो विचार छ। ल, फर्स्ट राइट साथीहरू, हजुरहरू पनि आउनु होला है। एकदमै मिठो, वाह। प्याज लिएको छु साथीहरू, अनि यो कागती थोरै राख्दा राम्रो। स्वास्थ्यको लागि चिल्लो पदार्थहरू छ भने त्यति लाग्दैन नि त। म चाहिँ आज प्योर पहिरेको छु है। घलिकी लागेको छु। तातो छ साथीहरू, एकदमै धेरै। अलि यस्तो बोसो रहेछ कि साथीहरू, प्रायः जस्तो। यो भाँडाहरू धेरै तातो हुन्छ है साथीहरू, त्यही भएर मलाई युज गर्नु मनै लाग्दैन झन्। जुन हाम्रो त्यो स्टिलको भाँडाहरू हुन्छ नि, त्यस्तो। रस पनि एकदमै धेरै भएको जस्तो लाग्यो। सँगसँगै माम्री पनि टाँसिन्छ क्यारे।
ढेँडो खानुको मजै छुट्टै हुन्छ साथीहरू। तातो छ साथीहरू, सेलायो भने त्यस्तो खासै मिठो हुँदैन क्या। पिरो पिरो बन्छ। माम्री छ है साथीहरू, माम्री भएको त चबाउनुपर्छ। समस्या आउन सक्छ नि हैन। ढेँडो चाहिँ धेरै नै भएछ साथीहरू।
ल साथीहरू, मैले चाहिँ खाइसकेँ। यो चाहिँ ग्रेभी हो। खाइसकेँ। त्यति धेरै ढिँड मैले सक्दैन कि जस्तो लागिरहेको। ल थ्याङ्क यू सो मच हजुरहरू सबैजनालाई मेरो भिडियो हेरेर माया गरिदिनु होला। कस्तो लाग्छ हजुरहरूलाई मैले बनाएको मुकबाङ भिडियो? त्यति धेरै बनाएको त छैन साथीहरू, तैपनि राम्रोसँग बनाउने कोसिस गर्दैछु। अगाडि साथीहरू एकदमै धेरै भयो। अब चाहिँ मैले खाना खाइसकेँ। ल खाना खाइसकेँ। भाँडा पनि हटाइदिएँ मैले। ल साथीहरू, नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा सब्सक्राइब गरिदिनु होला है साथीहरू सबैजनाले। भिडियोलाई फुल वाच गरेर सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला सबैजनाले। नयाँ साथीहरू सबैजना जोइन भइदिनु होला, सपोर्ट गर्नु होला। एकअर्कामा सपोर्टर भयो भने हामी एक दिन अवश्य पनि सफल हुन्छौँ है साथीहरू भन्दै मेरो वाइटी फ्यामिलीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने पूर्ण आशा गर्दै अहिले चाहिँ म भिडियोबाट बिदा हुन चाहन्छु। फेरि नेक्स्ट भिडियोमा हजुरहरूसँगै फेरि यस्तै नयाँ नयाँ मुकबाङ भिडियो लिएर जोडिनेछौँ। बाई बाई साथीहरू सबैजनालाई फर वाचिङ माई भिडियो।